व्यवस्थापन गर्ने त्यो लिखित चाहिँ गर्नु अनि मात्रै हामी यहाँबाट जान्छौँ भनेर भनिराख्नु भएको छ। हाम्रो त्यही नै कुरा हो समग्र यहाँका नागरिकको सबै। तर यहाँ त तपाईँहरू बसिरहँदाखेरि फेरि डुबान पर्ने सम्भावना छ, तर सरकारले त अलि व्यवस्थित हो। यहाँका आमाहरू, यहाँका 82 वर्षका आमाहरू बरु हामी मर्छौँ, यहीँ चाहिँ मर्न तयार छौँ, सरकारले अर्को व्यवस्था नगरेसम्म र हाम्रो हामीलाई चाहिँ यो तिमीहरूको चाहिँ वासस्थान यहाँ हुन्छ भनेर एउटा चाहिँ लिखित प्रमाण नगरेसम्म चाहिँ हामी यहाँबाट उड्दैनौँ भन्नुहुन्छ। सरकारले अब चाहिँ कसरी व्यवस्थापन गर्ने भनेको छ तपाईँहरूलाई चाहिँ? सरकारले केही पनि भनेको छैन। तपाईँहरूलाई कहीँ भनेको छैन, 3-4 ठाउँ चाहिँ भनेको छ। यहाँका चाहिँ बसोबासीहरूले हामी 3-4 ठाउँ होइन, हामी सरकारको भवन र हामीहरूलाई उचित व्यवस्था हुने किसिमले लैजाने भने मात्रै हामी यहाँबाट उठ्छौँ, होइन भने हामीलाई यो कष्ट फेरि अर्को ठाउँमा लगेर कष्ट गर्ने, कष्ट दिने भने हामी यहीँ कष्ट भोगेर बरु हामी यहाँ मर्छौँ, हामी यहाँबाट जान्नौँ भन्नुहुन्छ। जस्तै सरकारले भनेको छ, अस्ति नै पनि भनिसकेको छ, अब हामी भाडा दिन्छौँ, तपाईँहरू चाहिँ अब कोठाहरू खोज्दै गर्नुहोस् भनेर त्यो भनिसकेको अवस्था थियो होइन। तर त्यो किन चाहिँ गर्नु भएन त? किनभने सरकारको अनुसार चाहिँ त्यो भाडा दिँदै गर्दाखेरि असली सुकुम्बासी को हो त्यसलाई हामी पहिचान गर्न सक्छौँ भनेर एक त उहाँहरूले यहाँको नागरिकहरूले के भन्नुभएको छ भने यहाँ चाहिँ लगभग धेरैले चाहिँ भर्नु भएको छैन। उहाँहरूले किन नभर्नु भएको त भन्दाखेरि उहाँहरूले हाम्रो व्यवस्था राज्यले गर्नुपर्छ, त्यो 25,000ले हाम्रो व्यवस्थापन हुँदैन। हामी 50 वर्षदेखि बस्दै आएका हाम्रा परिवारहरू छिन्न भिन्न हुनुभएको छ, चाहिँ हाम्रो सारा सम्पत्ति सारा चाहिँ सबै थोक सिद्धिसकेको छ। यो 25,000ले हामीलाई काहीँ केही हुँदैन। त्यसो भएकाले यो 25,000 होइन, हामीलाई उचित व्यवस्था चाहिन्छ, भू स्वामित्व सहितको अधिकार हुनुपर्छ। अहिले यो राधा स्वामी सत्सङ्ग कीर्तिपुरमा हिजो 12 बजे रातिबाट पानी आएर जलमग्न भयो। सरकारले 15 दिनभित्र हामी व्यवस्थापन गर्छौँ भनेर 50 वर्षदेखि बस्दै आएको उनीहरूको घर बेघर बनाइदिए। बर्बरतापूर्ण रूपमा क्रूरतापूर्ण रूपमा उनीहरूको घर चाहिँ भत्काएर प्रहरी र सेना लगाएर उनीहरूको घर भत्काए र 15 दिनभित्र व्यवस्थापन गर्छु भनेर यो होल्डिङ सेन्टरमा ल्याएर राखेको थियो। तर आज 3 महिना बित्न लागिसक्यो, उनीहरूको कुनै अधिकार कुनै चाहिँ व्यवस्थापन नगरिकन जबरजस्त चाहिँ फेरि उठाउने र पठाउने चाहिँ रणनीति अपनाएको छ। र अहिले चाहिँ खास गरी यहाँ चाहिँ ओजस्वी भन्ने एकजना गृह मन्त्रालयबाट एकजना साथी आउनुभयो र उहाँले के भन्दै भन्नुहुन्छ नि 80-82 वर्षका नागरिकलाई म तपाईँलाई जागिर दिन्छु, यहाँबाट निस्किनु भन्नुहुन्छ। अब निस्किने कहाँ? तिनी आमाहरू, तिनी 82 वर्षका आमाहरूले के जागिर खानुहुन्छ होइन? दोस्रो कुरा चाहिँ कहाँ लग्ने होइन? अनि उनीहरूको व्यवस्थापन के हुन्छ होइन? यहाँ लगेर यहाँबाट लगेर कहाँ राख्ने त? त्यो केही खुल्दैन, खालि त्यसो मात्रै भन्ने हो। ओजस्वी थापाले आज बिहानदेखि उहाँ आइराख्नु भएको छ, यहाँका नागरिकहरूलाई पटक चाहिँ फुटाइराख्नु भएको छ।